के प्रोब्लम आयो देखाउनु? कता कता के प्रोब्लम आयो? ए हेर्नु न यहाँ यो माथि हेर्नु न यो देखाइरहेछ क्या एहे तपाईको त्यहाँको फेसबुकको नियम पालना गर्नु भएन त्यो भएर फेसबुकमा अलिकति प्रोब्लम आछ खै त्यहाँ दबाउनु त दब्छ कि नै? दब्छ कि नै त्यहाँ? दबिरहेछ ए ए हजुर हजुर ए ए कपिराइट इस्युहरू आएको रहेछ है? त्यो कपिराइटमा हजुर कपिराइटमा प्रोफाइल एज सम इस्यु प्रोफाइल इस्यु आएर चाहिँ कपिराइटहरू भिडियोहरू हटाउनु पर्यो। खोइ देखाउनु त उ त्यहाँ कपिराइटमा दबाउनु नत्र प्रोफाइलमा गएर डिलिट गर्नु। कहाँ छ त्यो भिडियो? रिल्समा जानुस् रिल्समा। हो त्यहाँ माथि सार्नु त्यो भिडियो कहाँ छ त्यो भिडियो लाई हटाउनु माथि सारेर। डिलिट गर्नु पर्यो है डिलिट गर्नु पर्यो। अझै ब्याक गर्नु। अझै ब्याक गर्नु पुरै। हो त्यहाँ माथि 3 डटमा जानु। हो त्यो मेरो भन्दा तलतिर माथि 3टा थोप्लोमा जानु। अनि 1 2 3 4 5 6 नम्बरकोमा दबाउनु फर्स्टबाट गर्दै जानु र 1 2 3 4 5 6 नम्बरकोमा दबाउनु आँखाभन्दा माथि र हो यसलाई पनि डिलिट गर्नु यसलाई यो 3 डटमा गएर डिलिट गरौँ त्यहाँ गएर डिलिट गर्नु हो त्यहाँ गर्नु अनि माथि डिलिटको जस्तो चिन्ह छ त्यहाँ दबाउनु त अब हजुर एकछिन ल यिनी पनि डिलिट गर्नु 3 डटमा गएर डिलिट गर्नु अर्को पनि गर्नु त्यसलाई पनि गरिदिनु त्यसलाई पनि गर्नु र त्यो भिडियो खोजेर डिलिट गर्नु तपाईको अनि अब आफ्नो अरु त्यस्ता कपिराइट आउने खालका नहाल्नु होला अनि तपाईको समस्या हटिहाल्छ आफै पछि है त ए ल ल हुन्छ त्यही गर्नु